सो यस डे 3 आज हल्का ढिरै स्टार्ट भयो। अब ब्रेकफास्ट आउँछ सो यस अब ब्रेकफास्टको लागि जानु लाग्यो, सबै काम सकाइसकेँ। सो आजको दिन अब नआएर सुरु भयो, कामसाम सक्यो, ब्रेकफास्ट गरेर अनि ब्रेकफास्ट सकिने बित्तिकै क्लास छ भनेछ। सो रस छ ब्रेकफास्ट गरेर चाहिँ यहाँ यस्तो छ, केही नदेख्ने छ, काम यस्तो छ। ऊ त्यहाँ बसेर अघिसम्म देखिरहेको थियो, अहिले त सबै यस अघि क्लासेस भयो, कलर सलर आइरहेको छ। यहाँ यहाँ यो दोस्त एकदम चम्किरहेछ है भ्लगमा आउनुलाई। अब खाना खाने हो, खाना खाएर अब फेरि टास्कमै बिजी हुन्छ। आजको लन्च चाहिँ नि यो दाल भात तरकारी कौली अचार अनि काँक्रो गाजर दुइटा। यो सब यस्तै हो। अब जानी क्लास सक्यो, अब हाम्रो स्न्याक्स अनि स्न्याक्सपछि फेरि अब हाम्रो वेलकम ब्याङ्क्वेट हुन्छ अरे। अब त्यहाँतिर आउँछ कि क्लिप्स, तर बसमा बसेर बसको क्लिप्स पनि आउँछ है। अब हेरौँ स्न्याक्समा के छ, त्यहाँ गएर थाहा हुन्छ। यस आजको स्न्याक्स चाहिँ नि पास्ता रे, खाजा भन्नु पऱ्यो स्न्याक्स भनेको। ल पास्ता यति छ, हेरौँ। बाहिर जानु लाग्यो, कहाँ गाडी रे? चाबेल जानु लाग्यो, चाबेल। ल है, अब रामग्रामबाट चाबेल जाने है। ल हेरौँ के हुन्छ। रातितिर म अनि सूर्य लास्ट फिलोसफी ल अब जानलाई भित्र चऱ्यो, सबैजना बस्यो। ओके पुग्यो रे। के हुन्छ अगाडि खिच्न पाउँछ पाउँदैन थाहा छैन, तर खिच्ने प्रयास चाहिँ गर्छु। इन द होटल सिद्धार्थ पार्क रिजेन्सी, अब ब्याङ्क्वेट हल त्यहाँ छ। हेरौँ के हुन्छ, हेरौँ र सो चाहिँ नि यार एकदमै भन्ने बानी भयो। इन्टरिङ द ब्याङ्क्वेट हल है, त्यहाँ चिठा चलिरहेछ। अब त्यहाँ गएर चिठा लिएर जाने हो। सो कतिको भिडियो खिच्न पाएन आज, तर एकदम रस भएको थियो। आज चाहिँ नि डे 3 हो खास, एकदम हेक्टिक, रमाइलो पनि भयो, दिमाग पनि खराब भयो, रिस पनि उठ्यो। अहिलेसम्म कन्फ्युज पनि छु, एक्टिभिटिजहरूले गर्दा कन्फिडेन्सियल छ, त्यही भएर सेयर पनि गर्न मिलेन। तर यस आई थिङ्क एभ्री वान सुड एक्सपिरियन्स दिस प्रोसेस भन्छु म। धेरै रिफ्लेक्सन चाहिँ गर्न सकिन्छ। आजको भिडियो खासै लामो नभए पनि के भएन सर्टमा चाहिँ भनिदिन्छु म, रिभाइज चाहिँ गर्छु। सो बिहान ब्रेकफास्ट, त्यसपछि लेक्चर अनि ब्रेक, फेरि लेक्चर अनि ग्रुप एक्टिभिटिज अनि लन्च पनि हतार फेरि ग्रुप एक्टिभिटी, त्यो पनि अहिले भिडियो खिचेन। अनि त्यसपछि आएर ग्रुप एक्टिभिटीको प्रेजेन्टेसन अनि फेरि ग्रुप डिस्कसन एज अ होल, जतिजना छ सबै होल डिस्कसन भयो। टपिक नखोलौँ तर एक्टिभिटी चाहिँ भन्छु म। अनि त्यसपछि त्यहाँबाट हाम्रो स्न्याक्स पास्ता खाएको, अनि पास्ता खाएर रेडी भएर यस्तो रेडी भएर अनि पोस्ट खान गएको। अनि पोस्ट खाएर फर्क्यो। अब फर्केर चेन्ज गरेर भिडियो एडिट गरेर भिडियो अपलोड गर्छु। धन्यवाद, यति हो।